बहिनीले चाहिँ के भनेको थियो भने त्यो बहिनीको कुरा पनि छुट्टै छ फेरि म भन्छु म इभन उस च्याट पनि देखाउँछु त्यो बहिनीसँग म जिन्दगी यहाँ बोलेको पनि थिएन आइहाल्नु कहिले पनि हुन्थेन होइन 81 मलाई त्यो कुरा चाहिँ कहिलेको भने चाहिँ म च्याटै देखाइदिन्छु एउटा एकछिनमा नाम चाहिँ देखाउँदिनँ होइन त्यो बहिनीको चाहिँ तर म चाहिँ उस चाहिँ गरिदिन्छु एउटा हो मलाई जुलाई 2मा बिहानको 10:30 बजे फोन गरेको रहेछ होइन हाई भनेर इभन दाइ पनि छैन हाई मात्र है होइन फोन गरे रहेछ 10:30 बजे पछि पुरणलाई फोन गर्यो कोही कसरी थाहा पायो त्यो बहिनीले होइन म र पुरण सँगै छु भनेर मलाई थाहै छैन कसरी थाहा पायो त्यो दिन फेरि म झुकेर बिहान चाँडो उठेको थिएँ कि अनि स्यान्डविच खान गएको थिएँ अनि पुरण त बिहान बिहान मर्निङ वाक गर्छ नि त अनि त्यतिखेर चाहिँ पुरणलाई फोन गरेँ कि पछि के हो यार कसरी थाहा पायो त्यो मलाई थाहै भएन कि लाइक लिटरल्ली के पुरणलाई फोन गर्यो अनि पुरणलाई डाइरेक्ट मदाईलाई दिनु न मदाई छ त्यहाँ यताउता भन्न थाल्यो होइन फोन दिनु भन्न लाग्यो अनि मलाई फोन दिएको थियो साथीले लाउड स्पिकरमै राखेको थियो होइन अनि पछि चाहिँ के भन्छ अरे लाउड स्पिकर अफ गर्नु भन्नु लाग्यो अफ गरेँ पछि कुरा सुनेको त अनि दाइ त्यो मैले तपाईँलाई मेसेज गरेको थिएँ हेर्नुहोस् न हेर्नुहोस् भन्न लाग्यो होइन अनि मैले हेरेँ अनि मेरो त फेरि फ्रेन्ड पनि थिएन केही पनि थिएन अनि रिक्वेस्टमा जान्छ कि मेसेजहरू होइन त्यो बहिनीको नाम चाहिँ थाहा थियो मलाई अनि रिक्वेस्टमा जान्थेँ अनि हाई भनेर पठाएको रहेछ अनि भने मैले अमितलाई नभन्नु है रे भन के भयो र बहिनी भने मैले होइन क्यान यु लिट मी 20K लाइक टुडे नेपाल आउन लागेको म मेरो ब्याङ्कमा प्रब्लम भएर म यही विकभित्र रिटर्न गरिदिन्छु तपाईँलाई विश्वास दाईलाई सोधेको दाईको नि बिलिङ के छ अरे अनि अर्जेन्ट भएर अरे के लाइक लिटरल्ली मैले यो केटीलाई चिन्दैन चिन्न त चिन्थेँ भन्नाले भाइको गर्लफ्रेन्ड यताउता भनेर चिनेको थिएँ होइन अनि मेरो मनमा चाहिँ के लाग्यो भने चाहिँ अमित भाइ मुलाले मलाई भन्न सकेन त्यही भएर के भन्छ अरे आफ्नो गर्लफ्रेन्डलाई पठाए जस्तो लाग्थ्यो कि पैसा किनकि मलाई भन्दै नभनिकन गर्छ होइन अनि एक त कन्ट्याक्ट लिस्ट छ अनि दाइले मुजी कराउँछ मलाई माया छ ला मैले फेरि कराइराख्थेँ कि भाइहरूलाई कि मुजी यस्तो नगर त्यस्तो नगर होइन धेरै जस्तो कुराहरूमा मैले उसै गर्थेँ कि जस कसरी हुन्छ अब